हेलो नमस्कार सम्पूर्ण बेतमट अनलाइन टिभी हेर्नुहुने मेरा प्यारा दर्शक महानुभावहरू। मैले यो भिडियो चाहिँ 4-5 वर्ष अगाडि सिटिबिटीको त्यो कुकिङ तालिममा चाहिँ बनाएको भिडियो हो। अनि यो चाहिँ आज चाहिँ यसो यो मलाई हाल्न मन लाग्यो। यो चाहिँ अब त्यस्तो खासै एडिट गरेर नकाटिकन मैले त्यत्तिकै हालिदिएको छु। यो चाहिँ हामीले ट्रेनिङ गर्दाखेरि रमाइलो कुराकानी गर्दै भाइ बहिनीहरूसँग यो पिज्जा कसरी बनाउने भनेर सामान्य खालको पिज्जा चाहिँ कसरी बनाउने भनेर चाहिँ साह्रो जानकारी जस्तै तपाईँहरूले पनि यो रमाइलो पनि भेट्यो। रमाइलो गर्दै बनाएको भिडियो छ, तर लामो छ, त्यस्तो नकाटिकन नगरिकन मैले बनाएको छु। हेरिदिनु होला होइन। केही कुरा चाहिँ यहाँ अब त्यस्तो राम्रोसँगले प्रोफेसनल तरिकाले चाहिँ हामीले बनाएको छैनौँ। केही कमजोरी त्रुटिहरू छ होला, तपाईँहरूले सुझाव सल्लाह दिन सक्नुहुनेछ, कमेन्ट गर्नुहोला होइन। केही कुरा कमजोरी छ भने त्यसको लागि अब म क्षमा प्रार्थी पनि छु। चाहिँ पर्फेक्ट रूपमा चाहिँ छैनौँ होइन, त्यही पनि यसो बनाउने कोसिस हामीले गरेका छौँ। हेर्नु होला। तपाईँहरूले बनाउनु भएको छैन भने पिज्जा कसरी बनाउने भन्ने कुरा चाहिँ सामान्य जानकारी चाहिँ तपाईँले यो पुरा भिडियो हेर्नुभयो भने लामो छ भिडियो, रमाइलो कुराकानी गर्दै हामीले बनाएको छौँ। यो ट्रेनिङ सिटिबिटीबाट यो ट्रेनिङ थियो, त्यसैले हामीले रमाइलो गर्दै बनाएको थियौँ यो भिडियो। तपाईँहरूलाई कस्तो लाग्छ होइन, सुझाव सल्लाह दिनुहोला। यो भिडियो अन्तिमसम्म हेर्नुहोला, केही न केही कुरा थाहा पाउनुहुनेछ। धन्यवाद। मेरो चाहिँ हात काटेको भएर म चाहिँ पाउँछु ओभन यहाँ रेडी छ हाम्रो। तेरा के हो दुई शब्द बेलायती भाषामा। We are from CTBT. Today we are going to make pizza. This is pizza dough. This is mozzarella cheese. This is pizza sauce. यो चाहिँ हामीले हिजो बनाएको भनेर पनि कसरी बनाएको भन्दियो बेलायती भाषामा पहिला टप्लु वास गरेको अनि माथि टुप्पामा यस्तो गरेर काटेको, प्लिज बेलायती भाषा बोइल गरेको अनि त्यसलाई पिल गरेर अनि के पो जङ्कीमा काटेको, जङ्की काटेको अनि राखेको, छानेर खाएको। अनि के अरे उयो पनि हालेको, प्याजलाई भुटेको भुटेको हालेको हालेको अनि उयोलाई पनि हालेको, काँचो गरेको गार्लिकलाई हालेको। अनि त्यसपछि नुन हालेको, ब्राउन सुगर हालेको हो। अनि के अनि राखेको हामी कति घन्टा लाग्यो बेलायती भाषामा भन न बेलायती यही बनाएको कसरी भन्नु? हामी सुरुमा टमाटर दियो उठेर भन्नु क्या, उठेर अनि त्यसपछि हामीले त्यो के अरे काट्यौँ, फिल गर्दा सजिलो अनि उस हल्का बोइल गरेर अनि फिल गऱ्यौँ अनि काट्यौँ, जङ्की कुन कट सिड निकाल्यौँ अनि काट्यौँ मसिनो काट्यौँ। अनि त्यसपछि उयो गऱ्यौँ, फाइन चप गरेको गार्लिक र प्याजलाई भुट्यौँ काँचो तेलमा अनि त्यसपछि हाल्यौँ अनि फेरि फाइन चप गरेको काँचो गार्लिकलाई पनि हाल्यौँ।
अनि त्यसपछि साल्ट हाल्यौँ, टेस्ट गऱ्यौँ, फेरि हाल्यौँ, अनि ब्राउन सुगर हाल्यौँ, अनि पेपर हालेन सुगरमा राख्यौँ, अनि आज हामी खान्छौँ। टमाटर प्युरी यही बिर्स्यो भने त कहाँ भयो? मेन कुरो त कलरै त्यही हो। आउँदैन। होइन बिर्सेको मात्रै हो। थाहा छ मलाई। अनि आज हामी खाने होइन ब्याङ्कमा यो मैले ए यसको बारेमा पनि भन्ने हो कि त्यसको बारेमा तपाईँ भनिदिनुहोस्। जो यो कसरी बनाउने यसमा हामीलाई के चाहिन्छ भने मैदा चाहियो, ओलिभ ओइल चाहियो हैन, अनि यिस्ट चाहियो, ड्राई यिस्ट, यस सुगर चाहियो। अनि अब हामीले यसलाई कसरी बनाउँछौँ Hot भन्दाखेरि water? वार्म वाटर, हट वाटर, वार्म हैन। अनि हामीले पहिला यिस्ट होम वाटरमा के सल्ट हालेर हो कि सुगर र पहिले सुगरलाई पुरै कम्प्लिटली त्यसलाई घोल्ने, त्यसपछि यिस्ट हाल्ने, यिस्ट हालेर पनि त्यसलाई एकछिन हामी उयो गर्छौँ, घोल्छौँ होइन। अनि एउटा बलमा मैदा हाल्ने आफ्नो क्वान्टिटी अनुसार होइन, कतिजना पर्सन कति पर्सनमा बनाउने भनेर। त्यसपछि हामी वार्म वाटर युज गर्छौँ त्यसलाई। त्यहाँबाट हामी वार्म वाटर होइन के भन्ने त्यो अघि हामीले जुन घोलेको थियो नि यिस्ट र सुगर हालेर त्यो वाटर युज गर्छौँ। त्यसपछि त्यसलाई मुसेर मजाले मुसेर त्यसरी बनाउने। दाइलाई पनि भन्नु ल, दाइले कति काम गरिरहेको हुन्छ। उहाँले चाहिँ भेजिटेबलको बारेमा दाइले दाइ पनि दाइ अब भन्नु तपाईँ केही भन्नु। यो बनाएर Vegetable. के गर्नु पर्छ? त्यही विधिमा अनि पानीलाई त्यसरी गरेर जुन हामीले अघि जुन एडिसनल पानी हालेको छ नि, हजुर हजुर अब इटालियन हुन्छ त्यसमा बियर पनि हाल्छ। बियर पनि है ए उ नछुन्छ त्यो। छुनु हुँदैन साथी यो त्यसै राखेको यो जति ड्युरेसन जति लङ ड्युरेसनको लागि त्यति नै फुल्ने होइन त्यसै भनेर आफ्नो दाइ तपाईँ कसरी बनाउनु भनिदिनु, के गरेर कुन चाहिँ कट हो त्यो के को लागि लु भन्नुहोस् त हजुरले भन्नु विजय यहाँ आएर अगाडि यो विकास सर। क्याप्सिकम काटेर होइन, अनि हल्का सिडहरू, यसरी गर्नु रहेछ सिडहरू फालेर अनि त्यसलाई सोटे गरेको। प्याजसँग अनि यो क्याप्सिकम के भन्छ ब्रोकोली के गरेको त्यो पनि भनिदिनु। उमालेको अनि यो पट्याटो पोटेटो फ्राई गरेको। अनि यसलाई प्यानमा गर्ने हो, तर हामीसँग अब टाइम सर्ट भएर चाहिँ यसलाई डिप फ्राई गऱ्यौँ भने पुरै कम्प्लिटली होइन, हल्का छि 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 गर्नु फोर होइन। हामी यो रेडी भइसक्यो नि एउटा बनाएको छ हामीले यो अलि नपिसे नआइले हुन्छ यो। अनि यस्तो हुँदो रहेछ नि त फर्मेसन पुरा नहुँदाखेरि होइन सर। बिग भइहाल्छ नि चाहिँ कडा होला के होला, ल ल हुन त हुन्छ, पाक्न त पाकिहाल्छ। पर्फेक्ट हुँदैन होइन। त्यो राखेर भोलि बनाउनु भन्नुभएको यो फोटो नखिच न अहिले खिच्नु फेरि त्यो यो नि यो त ट्रेमा हालेको छ, केही फरक परेन। हजुर यस्तो डाइरेक्ट यसमा बनाउँदाखेरि चाहिँ नि अलिकति ससले यहाँ छोयो भने भएर पिज्जा उठ्दैन, थाहा छ नि यो कुरो पनि। छैन नि सर वेट भयो एकदम ड्राई हुनुपर्छ। Now you can add mozzarella cheese and then this one topping saute of onion and capsicum, then broccoli, blanch broccoli. मसरुम पनि हुन्छ त, लाउँछ त। त्यो पनि हालेको हुन्छ मसरुम पिज्जा मसरुम अब अर्कोपल्ट बनाउँदा ल बहिनी। चिकन पिज्जा खानु पऱ्यो Winnie, मलाई तपाईँहरूलाई बुझ्ने सुन्यो भनेर अल्छी लाग्छ भने done. गन भन्नु हाम्रो सर पनि नपत्ता मार्नु होइन के गन भन्नु दिदी नभन्नु भन्नु कल्मी दिदी प्रतिभा रानी मलाई चाहिँ कल्मी डर
झाँसी कि रानी फुलन देवी होला हौ। त्यो ट्रेन्ड भइरहेछ क्या तालमा केटीहरूमा जसको पनि आजकल LGBTQ होइन त्यसको चाहिँ केटीसँग आलु सबै लेस्बियन This is broccoli. कसको राम्रो यति मध्येमा इङ्ग्लिस जान्छक्यो दुईजनाकै म अब विदेश जान आँटेको अनि उसको निशलमै राम्रै होला निचल भएको त झन् यहाँ भन्नु सानोदेखि बुढी परेदेखि इङ्ग्लिस बोल्यो होला नि बाउले कुटेर घर माथिबाट हेरेर फेरि भोलि भन्छन् कि भनेर तपाईँ के टेन्सन लिनु सर न एटेन्डै नगराउनु नि गइगयो त भन्नु मेरो सर कसको सर 12 अब कोही टाइम के हुन्छ 12लाई 12:30सम्म चाहिँ गरौँ 12:30 देखि आउँदैन कोही भने एटेन्डै नगराउनु न त भाइ भन्छन् अनि अब आफूले तर अलिकति म्यानर्स पनि डिसिप्लिन पनि छैन क्या अलिकति त्यही भएर पनि कोही कोही बेला भने एउटा कुरो तर सधैँ केटाहरू त्यो उनीहरूले इच्छा छैन मैले के भनेको कतिजना छ नि त यसो सिक्ने होइन उनीहरूलाई इच्छा गर्नु दिनु नि उनीहरू बिचमा नाम लेखायो अब चाहिँ ओभनमा डाल्दैछौँ कति डिग्रीमा हुन्छ सर यो 80 सम्म राख्नुपर्ने 280 सम्म राख्नु तर यो बढिरहेको छ नि बिस्तारै 2 भयो है 80 हाल्नुपर्छ है यो चाहिँ फेरि टेम्परेचर यो अलि काट्न चाहिन्छ नि हम काटेंगे आप भी काटो तानसँग र मको चाहिँ आफै अनि एक साइडबाट मात्र अर्कोतिर पल्टाउनु हुँदैन लिजी कुरो बुझ्यो नि तर यहाँनिर अब मैदा अलिकति हाल्नु पर्छ मैदा ल्याएको छ नि लेको थियो त त्यो खोइ पोको ए लगे माथि ए को हो त के लेको थियो बट्टा के मैले बट्टा उ बहिनीले ल्याएको अनि त्यो सरले हाम्रो कुन सर त्यो सरसँग स्टुडेन्ट थियो नि अघि नि त्यो दाइलाई होइन मैदा राख्ने यहीँ हो त्यो हाम्रो बेकरी सरले यहीँ राखिदिनु भने अलिकति मैदा लिएरै आउँछ यो चिप्लेन क्या यो भएर ओ क्लासै भयो मैदा होइन त इस्ट पो त द्याट्स इट सिलेक्टेड पिज्जा कट्टा यो धेरै बेर लागेर नि टेम्परेचरमा मिलेर पिज्जा हार्ड भयो क्या यो बेस अब अर्को अहिले बनाउँदा अलि थाहा हुन्छ कस्तो भयो त अनि पिज्जा आजको एकदम यो खाले भयो यो खाले भनेर कि यो खाले भने कि यता दिदीको मिठो भयो मिठो भयो सरलाई कस्तो लाग्यो त भेजिटेबलहरू आएपछि लगाउने एकदमै दामी भयो बनाएकै ल्याउने बेलायती भाषा भन आउँदैन निश्चय बेलायती भाषामा हाम्रो चिकन चाहिँ एकदम राम्रो राम्रो भएको छ होइन एकदम मिठो मिठो त्यस्तो होइन हाल्दै त हुनु लु त हो म हाल्दैन हाल्नु यो यसले ओभनमा हाल्नको लागि गइरहेछौँ हट्छ माथि हाल्नु यसले हाल्नु नि हो त्यसले हाल्नु न हो त्यसले यहाँ राख्नु कि ऊ त ऊ छेउमा राखेर टक
हाम्रो दाइ हल्का डराउनु भएको अवस्था अलि ठेलिन ठेलो न यो तातो छैन होइन यो तातो छ निकाल्ला चाहिँ हो क्या बनाउँदैछ नि हाम्रो बहिनी राम्री बहिनी स्नेहले पिज्जाको डो यो चाहिँ होइन यहाँ चाहिँ ठ्याक्क डोलो बनाउँनु त हो त्यस्तै पहिले सानो भाँडाकुटी खेल्दै थिएन यति मात्र सिक्ने मान्छे युरोप कन्ट्री घुमेर एक पिज्जा यति मात्र बनाउनु सिक्ने मान्छे नि भएको पिज्जा बनाउन सक्दैन त पिज्जा सेपमा कुनै पिज्जा सेप कोही पनि पिज्जा सेप त प्रायः जस्तो त्यही हो यो डो भन्नु त पिज्जा बनाउनु प्रायः जस्तो त्यही हो केटाहरू हुन्छ केटीहरू त्यस्तो राम्रो राम्रो बहिनीहरूले बनाएको पिज्जा त कति मिठो हुन्छ होला त अनि होइन बहिनीहरू युरोपियनहरूले खान्छ नि डु इट बेटर एज यु क्यान फेरि अब यो त 3-4 मिनेटमै पाक्यो किनभने यसको टेम्परेचर ठिक हो नि त सर यतिको हुन्छ हेर्नु Make it large. भाइ छोडिदिए त्यो छोड्यो त्यो चिया चाहिँ गर भने नि त्यो अब त्यो यति छोड्यो भने एकछिन अलिकति फर्मेसन हुन्छ त्यतिकै छोड्यो जब अर्डर आउँछ हुन्छ फेरि के हेरेछ अरे फेरि भन्नु यसलाई होइन अब यत्तिकै छोडिदिने 2-3 मिनट यो यत्तिकै अब चलायो भने फेरि थिच्यो भने त्यो फर्मेसन भएर थिच्यो भने र गऱ्यो भने पिज्जा फुट्छ फुट्ने त्यसो भए यत्तिकै छोड्ने अनि यहाँ माथि हाल्ने ऊ सर यही हो पिज्जा पिज्जा भयो के गर्नुभएको यस्तो कुरा त यो भयो होइन